मीटिंग हल्का भइहाल्छ नि यार बिहान उठ्नु पर्यो जाउँ न यार के जाउँ छ हामी बिलगरी बस्दा जाउँ न हजुरको चेला चाहिँ न पुडी गर्नुको घरमा हेर्नु कस्तो चैन लाग्छ हेलो एभ्रिवान अब यो चाहिँ हाम्रो नयाँ भिडियो सुरु भइसकेको छ अब आजको भिडियो चाहिँ त्यो अब हाम्रो भोलि पिकनिक हुन लाग्छ दुईटा भ्लग आउँछ आजको चाहिँ हाम्रो सपिङ मात्र हो एउटा चाहिँ हाम्रो एसी यता हजुर के लिएर आऊ ल यसलाई काममा लगाइसक्यो बटर लिएर आउँ बटर हुनु उता चाहिँ हाम्रो भाइ चाहिँ हो लास्ट टाइम मेहनती अब हामी बटर लिन जाँदा छौँ यस बटर त भनिदियो तर कहाँ छ के छ थाहा छैन बटर भने के हो यार घिउ हो कि नहुने होला छासबाट काटेर नहुने हो कि नहुने हो हाम्रो भाषामा नहुने भन्दा अब बटर भन्दा यदि इङ्ग्लिस पढेन ए चाहिँ यार यति धेरै सामान चाहिँ यार यहाँ कसम तँलाई पैसा दिँदै भए त कति एक महिनामा खाउँ कति खान्थे एक महिनामा नै अहिले 1 घन्टामा अगर पैसा भए त टन्न खाइदिने थियो यार जे मन लाग्यो त्यही उठाइने थियो यार यो सोच्छु नै पर्ने थियो खालि हात लगाएर सक्दो खुट्टा नहुने भने कहाँ होला यहीँ छ नहुने भने यही हुन्छ नि यही हो बटर भन्ने हो पिज्जा चिज नहुने भने कहाँ छ नहुने चिज भने त होला हामीलाई चाहिँ बटर लिएर आयो भने तर थाहा छैन कुन बटर लिएर जाने हो यार एउटा लगेर गइदिएन त्यही त होइन यता लजिज आइटम छ तर के गर्ने आइटम लजिज छ खानु मिल्दैन चौचो देखाएर आउँ यो बटर अब यो देखेर आउँ अगर हो भने यही दिएर आउँदा होइन भने ठुलो त कहाँबाट लग्नु यस हामीलाई हाम्रो दिमागले यति भयो होइन अब हेरौँ हाम्रो दिमाग सही छ कि छैन भन्ने कुरा हो है उठा भाइ बटर यही हो रे अब यो हुने हो कि नै हुन्छ यतिले पुग्छ बस ल यति के को लागि हो भाइ यो चाहिँ माथि जिरा राइसको माथिबाट भास्नको लागि हाम्रो बिएसएमको हाम्रो बिएसएमको खुङ्खारमा सेफ पाएर 3-4 वर्ष केटाहरूले वाइल्ड सिके हुन्छ नि प्र्याक्टिकल गरेर गजले हामीले बिबिए पढ्यो हामीले पनि बिएसएम पढ्नुपर्ने रहेछ आज काम लाग्ने रहेछ बटर भन्दाखेरि सोच्नु नपर्ने रहेछ सट्ट हजुरले देख्नु भयो अहिले हामीलाई बटर भन्नाले कस्तो हालत भएको थिएन चिन्न सकेको थिएन हरियो खुर्सानी प्याक पाइने रहेछ ल यो चाहिँ हो अरे यहाँ त सब प्याक हो यार फिक्स रेटबाट बेकार यति खुर्सानी किनेर क्या दिएला हाम्रो लागि के अब हामी सिङ्गल कोठामा बस्ने मान्छे हरियो खुर्सानी झट्टै सुक्जान्छ हामीले त के भन्ने हो 10 रुपियाँको यति मिल जान्छ अलिअलि हामीले त के भन्ने हो उहाँ कोट तरकारी किन्ने हल्का हालिदिनु न 1-2 रुपियाँको भन्ने हो भन्ने हो थप्दियो भन्ने हो त्यो पनि हाम्रो लागि बढी हुन्छ धनी फ्रीमा खानेवाला कहाँ किन्नुपर्छ किन्दैन यही नै छ यता अर्को भाइ पनि आयो हाम्रो 5 छिरिङ सर्वा भाइ किन्यौ सामान भइरहेछ दाइ सपिङ भइरहेछ तिम्रो उखै नाकमा एउटा थियो नि नाक माग्ने तारमा घाउ अरे टुरमा तिमी देखिएको थियो नि यार कहाँ घाउ थियो नि तिम्रो ए यहाँ तर कहीँ भइसक्यो तिम्रो किनेछ भाइ त कहाँ यार केटीहरूको उभो गरी लान्छ यार डोला सपिङको केटीहरूको धोला हो सपिङ पिकनिकको सपिङ गर्दा के भयो यस्तो हो पिकनिकको सपिङ त बिएसएममा भयो हामी चाहिँ दुईजना अट लान्छ कि नै भन्ने कुरा हो हाम्रो जहाँ आउँछ फ्रेन्ड फुल हुन्छ होइन एउटा अर्को आउनु यो चाहिँ तैँले नयाँ नै आउँछ हल्का के बोल्ने त्यो झोला गर्न आउला यार गजब बेइज्जती म डेली नआउँछु बन्दाकोपी पनि यसरी आउने रहेछ यार बन्दाकोपी अलि सस्तो रहेछ चिसो छ होइन कोल्ड स्टोरबाट रहेछ फ्रेस रहेछ टोटल प्राइस 40 रहेछ 30 रुपियाँ भनेको 880 ग्राम 1 किलो पनि नरहेछ खालि हाँस्ने लाग्छ जबरजस्ती यार यो चाहिँ हाम्रो कोल्ड स्टोरमा राखेन रहेछ हल्का यो त्यस्तो चिसो त केही ढिलो लाग्छ नि तर यो सायद वेस्ट नै होला जस्तो लाग्छ मलाई के हो भाइ हेरे गरे हो अरू चाहिँ कहाँ गयो हाम्रो भाइबन्धुहरू सब कहीँ त्यो पैसा लगेर बडा उहाँ गएर पेपे पिज्जामा खान त लागेन पेपे पिज्जा भने हाम्रो यहाँनिर साइडमा एउटा बबाल छ कि बस खालि पङ्खा भएको खाना हिँड्नु न सपिङ गर्ने जे गर्छन् नियर गर्छन् हाम्रो बाइचान्स के भनिदिन्छ मात्रै हो काटिन्छ त उहाँ त्यस्तो रसमा यार के भन्ने अब कोठामा के काम गरेर अब त्यो के सुनाउने अब हजुरलाई सुनायो भने बुझ्नुहुन्न आइसक्रिम पनि यस्तो बवाल छ जेयर त तर के गर्ने अब हाम्रो शरीर यस्तो पो खाने मिल्दैन खाना पाउनु त हेरेर चित्त बुझाउने हामी यस हेरेर चित्त बुझाउँ कहाँ भेट्यो यिनीहरू उता हाम्रो जुसेस आइटम पनि छ के भेट्यो याद तिरी यार त ड्राइभर चलाए चाहिँ
डाइपर लाउने उमेर गयो अब ल हाम्रो चाहिँ यहाँदेखि सामान यिनीहरूले एकदमै छिटो किनेर पछि आवाज सुनिँदैन क्या भाइ त्यसैले हल्का यस्तो स्क्रिनमा एकदमै चप्याक बोल्नुपर्ने हुन्छ अभिषेक मलाई एकदम एक्साइटेड छ यहाँ चाहिँ सामान टन्नै किनिसक्यो यिनीहरूले अब यहाँ चाहिँ यिनीहरूको बिल हुन्छ बिल केटाकेटीहरू सबै छन् यहाँ मेहनत यिनीहरू लास्टै गरेको छन् यहाँ अब यिनीहरूले एप्रिसिएट पाउँछ पाउँदैन त्यो अलग कुरा अब निस्वार्थ हो यिनीहरूको के दिएको बाई 2 गेट 1 फ्री तर रेट दुईटैको जोड दिया हुन्छ भने एउटा के हुन्छ बात त सही है बात त सही है यस्तै चाहिँ के गर्ने जुस सुस हामीले खाने हुन्न खाने हैन मोटो मान्छेले किन खानु भन्छन् ला यार गाह्रो छ यार क्या बेला जिउनु के गर्ने जिएर अब पैसा चाहिँ कमाउनै बेकार हामीले जुस पनि खानु नपाएछ हैन किन के भयो मेरो कारणले सुना क्या ये भी मेरी गलती है नहीं भाई मेरी गलती है नहीं मेरी गलती है नहीं बाबा नहीं मेरी गलती है के भयो मेरो कारणले के भने मैले त्यहाँ पनि बचेको हो क्या हाम्रो त हाम्रो चाहिँ बिल यहाँ यस्तै आउँछ अलग सिस्टममा तिमीले बढी गाएपछि चाहिँ ए हे बहिनी तिमी हो कति आएको छ यार बिल टोटल 14,000 ओ माई गड यही आउला चाहिँ त्यो त उठेको छ 5,000 दिनु पर्ला 14,000 अब के उठेको यसै नगरे यहाँ जापानिज घन्टी बज्छ घल्टी हाल्न आज यार सपिङ पनि गरेर कपाल सपाल काटेर नुहाएर आएको त्यही पनि नुहाए जस्तो देखिँला नहोला यार यो पुरै के भने यस्तो के भने लाइट गयो यस्तो तराईमा त वाइल्ड खतम हो भने भर्खर नुहाएर आउँ यहाँ के भने शरीरको नुहाएको पसिना सकिएको छैन यो के भने त पसिना आइहाल्यो भने त्यो नुहाएको पानी घटाएको छैन यो पसिना आइहाल्यो क्या यस्तो तनाव हुन्छ यार यहाँ यार लाइट पनि कतिलाई अब मागेछौँ यस्तो तनाव बुझ्छन् फेरि यार अब कतिलाई आउने हो लाइट यार उता हेर्नुहोस् यो नभएपछि यस्तो सुनसान पनि लाग्छ रुममा अब लास्टै वाइल्डले खतम हुन्छ क्या अब त्यही हो कपाल पनि यस्तो बिगाडिदियो त्यसले यार हल्का राख्यो भने पुरै हल्का सानो बनाइदियो लास्टै अब यो कुरा छोडौँ अब त्यही सपिङ गरियो अब साँझ तरकारी किन्ने जानुपर्ने हो आधा सपिङ भइसक्यो अब त्यो कलेजमा बुझाइसक्यो सामान हामीले कतिको आएको थियो त्यो लगभग कतिको आइसक्यो अब सामान 5,000 कतिको आएको थियो त्योभन्दा बढी नै आएको थियो जस्तो लाग्यो अब चाहिँ हामी के भने त्यो तरकारी सरकारी लिन जान्छौँ भोलि असारको लागि लजिज तरिकाले बनाउने हो नि त अब एक दुईजना जान्छौँ हामीहरू नेक्स्ट मर्निङ ल त बस्नु यहाँ छ त नेक्स्ट मर्निङ पनि भइसकेको छ अब त्यसैमै भिडियो हो अहिले चाहिँ सामान बोकेर गइल आएको छ यहाँको भाइ चाहिँ बोक्न आएको छ सामान कलेजको बस यहाँ छ हाम्रो कलेजको बस भने चाहिँ यहाँ छ हाम्रो सामान चाहिँ यहाँ लास्टै के भने यति धेरै छ यहाँ एज यु क्यान सी एक हातले बोकेर एक हातले क्यामेरामा यस्तो डेडिकेसन दिइरहेको छु म अब के गर्ने बिहान बनाउनु पऱ्यो भिडियो गाह्रो छ यार खालि हाम्रो खल्टीबाट पनि अटो भाडा चल्न आएको छ यार के भन्ने यही घर लगाऊ यो घरमा हामीले नलगाए यसको भरपाई गर्ने हो यो हामीले घरमा नलगाए मजा जानुहुन्थ्यो के गर्ने यहाँबाट गाडी चढ्नुहुन्थ्यो अब यो पुगाउनु पनि जानु पऱ्यो सब्जी मन्डी यस अब यहाँबाट हाम्रो गाडी चढिन्छ अनि त्यसपछि सिधै कलेजमा गएर भेटिन्छ यो भिडियो चाहिँ अब हाम्रो तयारी यो अर्को ब्लगमा चाहिँ हाम्रो पिकनिकको वाइल्ड मजावाला आउँछ सो स्टे ट्युन त हामी चाहिँ कलेज पनि पुगेर अब यहाँ चाहिँ केटाहरू बोइल गर्ने के भन्छ काम गरिरहेछन् दरो खटिरहेछन् यो चाहिँ हाम्रो अन्डा बोइल भइरहेछ नास्ताको लागि केटाहरू दरो खटिरहेछन् यो चाहिँ के को लागि हो भाइ यो चाहिँ अन्डा यार अन्डा बोइल अन्डा हो कि यो ए बोइलै हो बोइल गर्नुपर्ने हो यस त्यसपछि आलु पनि गर्नु छ अनि अरू कुराहरू भन्छ एकदम काम छ रस भएको छ हामीलाई एकदम यो भाइ पनि आइसकेको छ हाम्रो सौर्य फ्रम बजाङ यो भाइले पनि लास्ट आज पहिलोचोटि काम गरिदिनु जिन्दगीमा यार चन्दु हाम्रो लिडर हिजोदेखि खट्टिया छ वाइल्ड यार के भन्नेलाई यार अचम्म फुराएछ अहिले भाइ के हो कति काम गर्न लाग्छ ला कहाँ हो यो भाइको लुक्स चाहिँ हाम्रो यस्तो छ है फेरि यस्तै देखाउँ क्या बबाल छ फेरि लुक्स हाम्रो यसको 10,000 को सपिङ होला सायद यसको यही नै छ अब हाम्रो यसपछि अब यो भिडियोलाई हामीले यही व्यवस्था हाल्नुपर्ने हुन्छ पार्ट 2 चाहिँ कन्टिन्यू भनेर आउँछ हाम्रो सिधै पिकनिकवाला ब्लग अब यो भिडियो चाहिँ यही व्यवस्था हाल्नु अब लास्ट बवाल हुन्छ है नेक्स्ट ब्लग इज वाइल्ड सो हेर्नु होला एक दुई दिनपछि आउँछ यो भिडियो चाहिँ अब पिकनिकवाला भिडियो चाहिँ अरे हल्का ढिलो भइहाल्छ नि कहिले काहीँ
मिटिङ हल्का भइहाल्छ नि यार बिहान उठ्नु पऱ्यो जाउँ न यार के जाउँ हुन्छ हामी बिल गरेर मात्र